सेलरोटी पाक्यो। हेलो साथीहरू, आज एकादशी, त्यही भएर मैले फापरको सेलरोटी बनाउँदैछु। मैले चाहिँ फर्स्ट टाइम रोटी बनाउँदैछु सेल। सर्वप्रथम मैले फापरको पिठोमा चिनी घिउ हालेर मिक्स गरेँ, अनि पानी हालेर मुछेँ मजाले, अनि 3 घन्टा जति भिजाएर पकाउन थालेँ। सुरुमा प्यान बसालेँ अनि तेल हालेँ। तातेपछि चाहिँ मैले रोटी हाल्न थालेँ। सुरुमा चाहिँ बन्दै बनेन, फर्स्ट टाइम पनि बनेन, अनि सेकेन्ड टाइम पनि बनेन, आङपुरेर बाङपुरे बन्यो। अनि थर्ड चोटिबाट बन्न थाल्यो। अनि म कति खुसी भएँ। रोटी चाहिँ गोलो गोलो हुँदै गयो। कति मिठो मिठो खाना आउनु ल। थ्याङ्क यू।